नमस्ते दाई। नमस्ते। देशको वर्तमान परिस्थितिको बारेमा हजुरको के विचार छ, राय के छ भन्नुहोस् न। अब देशको परिस्थिति भन्नाले अब राजनीतिक परिस्थिति भनेको होला होइन। हजुर। अब राजनीतिमा चाहिँ अब म त्यति राजनीतिको विज्ञ त होइन, त्यही पनि अब सामान्य नागरिकको हिसाबले भन्दाखेरि राजनीतिमा चाहिँ अहिले देश मलाई एकदम नाजुक स्थितिमा छ जस्तो लाग्छ। किनभने कुनै पनि पार्टी चाहिँ आफ्नो सिद्धान्तमा अडिग हुन सकेको छैनन्। अब भनौँ न, अहिलेको सरकार नै एमाले र काङ्ग्रेस दुईवटा विपरीत विचारधाराको पार्टीहरू मिलेर बनेको छ होइन। अनि त्यस कारणले गर्दाखेरि अब देशको कुनै पनि नीति नियमहरूमा त्यो एकरूपता, सहमति, आफ्नो एजेन्डा, कुनै पनि राजनीतिक पार्टीले आफ्नो एजेन्डा अनुसारको नीति ल्याउन चाहिँ गाह्रो छ। किनभने दुईवटा विपरीत विचारधाराका पार्टीहरू मिलेर सरकार बनाएको छ। त्यस कारणले गर्दाखेरि जे नीति हुन्छ, नियम बन्छ, त्यसमा चाहिँ कम्प्रोमाइजमा बन्ने चान्सेस बढी हुन्छ जस्तो लाग्छ होइन। अनि त्यसरी एउटा राम्रो नीति, राम्रो बलियो सरकार, बलियो लिडर नभयो भने कुनै पनि विकासको कामहरू गर्नमा चाहिँ धेरै बाधा अडचनहरू आउँछ। अनि त्यसकै कारणले पनि होला सायद हाम्रो यो सरकारको कहिले पनि पुँजीगत खर्च चाहिँ राम्ररी खर्च गर्न सक्दैनन् होइन। चालु खर्च चाहिँ हुन्छ, पुँजीगत खर्च चाहिँ हुँदैन। अस्ति मैले एउटा सुन्दै थिएँ, एउटा अर्थशास्त्री, हाम्रो नाम बिर्सेँ मैले होइन, तर उहाँले भन्दै हुनुहुन्थ्यो सरकारले जनताको लागि खर्च गर्न सक्दैन। अब कहिले पनि हामीले चाहिँ अब कुनै मन्त्रीले चाहिँ त्यो नीति नपुगेर अथवा केही कारणले गर्दाखेरि मन्त्रीको गाडी किनिएन, मन्त्रीको सेवा सुविधामा जे रिसोर्सेसहरू चाहिन्छ त्यो पुग्न सकिएन भनेको चाहिँ खबर सुन्दैनौँ। तर अब त्यही नीति नियम अथवा त्यो भन्सार त्यो विभिन्न जुन चेकलिस्टहरू छ पुरा गर्नुपर्ने, त्यो नपुगेको कारणले गर्दाखेरि औषधि किन्न सकिएन अथवा एम्बुलेन्स किन्न सकिएन अथवा त्यस्तो चाहिँ सुन्न सकिन्छ। तर सरकारको त्यो डाइरेक्ट जुन मन्त्रीहरूको सेवा सुविधाको लागि हुन्छ त्यो चाहिँ भइरहेको हुन्छ। त्यसमा चाहिँ केही पनि समस्या आउँदैन कि केही कुराले पनि तिनीहरूको खर्च गर्नमा ठ्याक्क सबै कुरा पुग्छ, तर मान्छेको लागि खर्च गर्नु पऱ्यो भने चाहिँ पुग्दैन भन्ने किसिमको कुरा गर्दै हुनुहुन्थ्यो त्यो अर्थशास्त्री। अनि मलाई हो पनि जस्तो लाग्यो होइन। अब देशको विकट ठाउँहरूमा सिटामोल अनि जीवनजलहरू पनि पुगेको छैन भन्ने सुनिन्छ। अब त्यस्तो ठाउँ छ भन्ने थाहा हुँदै अनि यो ठुलो पदमा पुगेको मान्छेहरूले कसरी इग्नोर गरेर के त्यसलाई, त्यसको सल्युसनतर्फ एकदम जागरुक भएर एकदम लागि परेर त्यो काम नगरिकन आफ्नो मात्रै सेवा सुविधा बढाउन कसरी सक्छन् भन्ने जस्तो पनि लाग्छ मलाई। अब त्यही भएर अब एउटा लिडर पनि राम्रो छैन, लिडर पनि छैनन् मान्छे, त्यो हामीले पनि राम्रो नेता चुन्न सकेको छैनौँ जस्तो लाग्छ। सबैमा कमी, अब जेनरल पब्लिकमा पनि, अनि जो चुनिएर गएको छन् उनीहरूले पनि राम्रोसँग डेलिभर गर्न सकेको छैन। अनि अलि विगत केही समयदेखि अहिले राजाको आन्दोलन पनि अलि चलिरहेको थियो, अहिले त अलिक कम भएको छ। यद्यपि अलि केही वर्षहरू पहिलाभन्दा चाहिँ अहिले अलि बढी मात्रामा त्यसको आवाज उठेको थियो, जनताहरू पनि सडकमा राम्रो मात्रामा देखेका थिए। त्यो अब हजुरलाई चाहिँ नि कस्तो लाग्छ, यो राजा देशमा लिएर आउनु भनेर आन्दोलन गर्नु उचित हो कि होइन, राजाको माग ठिक छ कि छैन, हजुरलाई चाहिँ कस्तो लाग्छ? राजा होस् जस्तो लाग्छ कि यही गणतन्त्र नै ठिक छ जस्तो लाग्छ? मलाई चाहिँ राजा भएकै, अब हाम्रो परिवेशमा अब हरेक अब सिद्धान्तको हिसाबले हेर्दाखेरि चाहिँ जेनरली भन्दाखेरि राजा भने चाहिँ एकलौटी शासन हुन्छ। उसले चाहिँ
एउटै मान्छेमा धेरै पावर कन्सन्ट्रेट गर्यो भने चाहिँ ऊ निरङ्कुश हुनसक्छ भन्ने कुरा हुन्छ होइन। तर हाम्रो देशको परिप्रेक्ष्यमा चाहिँ राजा त्यस्तो निरङ्कुश राजा थियो जस्तो मलाई अब जति हिस्ट्री मैले सुनेको छु पढेको छु त्यस्तो चाहिँ हामीलाई लाग्दैन। अब निरङ्कुश राजाहरू भनेको चाहिँ अब यो पश्चिमा देशहरूमा जहाँ चाहिँ अब भनौँ न एलेक्जेन्डर द ग्रेट भन्छ होइन, जसले चाहिँ सबै राज्य अपनाउने, राज्यहरूलाई आक्रमण गर्ने अनि त्यहाँको धर्म मासेर आफ्नो धर्म लाद्ने अनि त्यस्तो फ्रिडम नदिने, आफ्नो धर्म संस्कृति अपनाउने फ्रिडम पनि नदिने, त्यस्तो किसिमको चाहिँ अरू देशको हिस्ट्री चाहिँ हो। हाम्रो देशमा चाहिँ अब पहिला लडाइँ गरेरै जिते तापनि हाम्रो बडा महाराज पृथ्वीनारायण शाहले जुन ठाउँमा जे चलन चल्तीको कुरा थियो त्यसलाई चाहिँ कतै पनि मास्नु भएन। अनि त्यस कारण फ्रिडम पनि छ। अनि फेरि अहिलेको त्यसपछि महेन्द्रको पालामा त धेरै विकासको कुरा पनि अब सबैले स्वीकारेकै छन्। यद्यपि अब त्यो बेलामा चाहिँ केही निरङ्कुश कदमहरू चाल्नुभयो महेन्द्र सरकारले पनि भनेर भनिन्छ। जस्तै बिपी कोइरालालाई जेलमा राख्नुभयो होइन, धेरै वर्ष देश निकाल पनि गर्नुभयो के अरे। अब तर त्यो कन्टेक्स्टमा त्यही गर्नु ठिक थियो। अब एउटा बिपी चाहिँ बिपी राम्रो मान्छे, देश बुझेको, देशको हित गर्ने हुन्थ्यो होला। तर आम नागरिकहरू त्यति चेतनशील भइसकेको थिएनन् होला, किनभने त्यो बेलामा त पढाइको स्तर पनि कमै थियो नि। त्यो राणाको पालामा चाहिँ अलिकति बढी नै शोषण गरेर राखेको थियो। त्यही भएर आम जनतामा चाहिँ त्यस्तो चेतना थिएन। अब त्यस्तो बेलामा चाहिँ एकदम पुरै डेमोक्रेसी, प्रजातन्त्र मतलब पुरै अधिकार जनतामा नै दियो भने सायद बाहिरको इन्फ्लुएन्स बढी हुन्छ अनि त्यो हाम्रो देशलाई पनि बाहिरको कागज मतलब तन्त्र चाहिँ प्रजातन्त्र, तर इन्फ्लुएन्स चाहिँ बाहिरको हुने, बाहिरको प्रभाव बढी हुने, त्यस्तो हुन्छ भन्ने सोचेर चाहिँ महेन्द्र सरकारले अब आफैले शासनमा लिएर अब इन्डियन भाषामा पढाइ हुन्थ्यो अरे, त्यो इन्डियन भाषाबाट नेपाली भाषामा पढ्ने, इन्डियन नोट चलन चल्ती हुन्थ्यो अरे, त्यसबाट नेपालीमा होइन। अनि नेपाली नोटको चलन चल्ती गर्नुभयो। अनि इन्डियन सैनिकहरू पनि थुप्रैजना थिए, उनीहरूलाई हटाउनु भयो। पार्लियामेन्टमा समेत इन्डियनहरूले नै जे होस् उनीहरूकै गाइडेन्समा सबै नीति निर्माण हुन्थ्यो। अब त्यो पनि हटाउनु भयो। भनेपछि त्यो बेलामा चाहिँ अब स्थिति नै त्यस्तो थियो होला। मैले भन्न खोजेको राजतन्त्रको इतिहास देश हितकै लागि चाहिँ बढी राजाहरू अग्रसर भएको मतलब त्यस्तो लाग्छ हजुरलाई? त्यस्तो लाग्छ। महेन्द्रको पाला भयो, त्यसपछि वीरेन्द्र सरकारको पालामा पनि वीरेन्द्र सरकारको पालामा अलिक बढी मान्छेहरू जागरुक भएका थिए। बिस्तारै उहाँले अब आफ्नो पावर पञ्चायतबाट बहुदल प्रजातन्त्र जस आम नागरिकलाई स्टेप बाई स्टेप दिँदै जानुभएको थियो पावरहरू होइन। अनि राम्रै गर्दा केही राजाले केही त्यस्तो निरङ्कुश तरिकाले मान्छेलाई दुःख दिने किसिमले होइन, त्यसरी अब भनौँ न दुःख भन्नाले तिनीहरू संस्कार मान्न दिन्न, तिमीहरूको भाषा, तिमीहरूको पहिचान होइन, यो तिमीहरू अलिकति अल्पसङ्ख्यकमा छौ भने तिमीहरूको पहिचानको कदर हुँदैन, तिमीहरूले पनि अब कन्भर्ट गरेर एकदम हिन्दू बन, अथवा भनौँ किराँती बुद्धिस्ट यिनीहरूलाई पनि कन्भर्ट गरेर हिन्दू बन। यस्तो किसिमको त थिएन त्यो बेलामा। जो यहाँको संस्कारहरू मान्ने थिए उनीहरूले आफ्नो संस्कार मानिराख्नै पाउँथे। अब नारायण हिटी अगाडि मुस्लिम धर्म मान्नेहरूको मस्जिद छ होइन। भनेपछि त्यस्तो अब यतिकै कमन सेन्सले अब त्यति आफैले एक्सपिरियन्स गरेको त होइन, तर देखेको सुनेको अनि कुराहरूले गर्दा विचार गर्दाखेरि त्यस्तो निरङ्कुश त थिएनन्।
अब तर कति नेताहरूले भन्छ कि राजाले चाहिँ सबै पावर आफ्नो हातमा लियो होइन, अनि संसद विघटन गराइदिनु भयो अनि ज्ञानेन्द्रको बेलामा। अनि त्यस्तो त्यो पनि विशेष परिस्थितिको कारणले गर्दाखेरि त्यस्तो भएको थियो जस्तो लाग्छ मलाई। अब मैले राम्रोसँग त थाहा छैन, तर शेरबहादुर देउवाले नै म चलाउन सक्दिनँ भनेर भन्नुभएको अरे होइन। उहाँलाई संसद विघटन गर्दिन प्रस्ताव राखेको भन्ने सुनेको थिएँ मैले, राम्ररी त मलाई पनि थाहा छैन। संसद विघटन गर्नको लागि अब जो प्रधानमन्त्री चुनिरहेको छ उसले नै अब संसद विघटन गर्ने भनेर भन्छ भने अब देशको अभिभावक भएपछि अब केही त गर्नु पर्यो। अब त्यसपछि बिचमै थियो, चुनाव गराउनु पर्ने थियो। अब त्यो यत्तिकै चाहिँ गरेको होइन, राम्रो काम गर्दा गर्दै यतिकै हटाएको चाहिँ होइन, त्यसमा केही बिच चलखेल भएको थियो जस्तो चाहिँ लाग्छ कि मलाई। यतिकै आफ्नो मनमर्जीले म राजा हुँ त मैले सबै लिनु पर्यो भन्ने किसिमको चाहिँ त्यस्तो भित्र मनसायले चाहिँ गर्नुभएको हो जस्तो चाहिँ लाग्दैन। किनभने त्यस्तो मनसायले गरेको मान्छेले चाहिँ पछि छोड्दाखेरि यत्तिकै सजिलैसँग छोड्थेनन् होला, किनभने त्यो बेलामा त अब सैनिकहरू पनि राजाकै अन्डरमा हुन्थे होइन। अब जस धेरै जनधनको क्षति हुन सक्थ्यो, तर त्यस्तो भएन। अब त्यसपछि छोडेर गएपछि अब त्यो बेलामा ज्ञाने चोर देश छोड भनेर पनि भन्थे। अब राजा भएको मान्छे अनि जसको चाहिँ भित्र मनमा सबैलाई राम्रै गरौँ भन्ने छ, उसले त्यही पनि उसको जनताले चाहिँ ज्ञाने चोर देश छोड भनेर नारा लाउँदै पनि अब उहाँ त चाहेको भए कहीँ बाहिर गएर आफ्नो व्यापार गरेर बसेर आनन्दको जीवन बिताउन सक्नुहुन्थ्यो। त्यही पनि उहाँले चाहिँ नेपालमै बस्ने चाहना राख्नुभयो, नेपालमै बस्नुभयो होइन। सपरिवार सबै परिवारसहित नेपालमा बस्नुभयो भनेपछि देशप्रतिको माया चाहिँ उहाँमा छ। अहिलेको नेताहरू हाम्रो यो प्रजातन्त्र जुन चाहिँ आफ्नो जनताबाट चुनिएर यो जनताले मलाई चुनेको, यो जनताले मलाई बनाएको भनेर त्यस्तो भावना राख्नुपर्ने राजनीतिज्ञहरूको छोराछोरीहरू चाहिँ धेरैजना त नभनौँ, धेरैजना विदेशमा बसेका छन्। सबै अब राष्ट्रपतिको छोरो बाहिर छ भनेर भन्छन् होइन, प्रधानमन्त्रीको छोरोको व्यापार व्यवसाय पनि बाहिर धेरै छ भनेर भन्छन्। अब यस्तो हेर्दाखेरि चाहिँ देशको माया चाहिँ राजालाई नै हुन्छ। देशको हितको गर्न कति सकिन्छ सकिँदैन त्यो रिसोर्सेसमा अब आफ्नो जनता कस्तो छ, कति एजुकेटेड छ, के रिसोर्सेस छ, कति हेल्प हुन्छ। व्यापार हाम्रो जुन इन्टरनेसनल अर्गनाइजेसनहरूको मेम्बर छ हामी, WTO, IMF, ADB, यिनीहरूबाट कति हेल्प हुन्छ, सार्क होइन, यस्तोबाट कति हेल्प हुन्छ, कति त्यो सबै कुराले कति छिटो विकास हुन्छ भन्ने कुरामा निर्धारण गर्छ। अनि त्यसपछि आफ्नो धर्म संस्कृति पनि कस्तो छ, कति हामी फ्लेक्जिबल छौँ भन्ने कुरामा होइन। तर आफ्नो सोच विचारमै देशभन्दा पनि आफ्नो पर्सनल हित मात्रै राख्ने लिडर भयो भने चाहिँ देशले विकास त्यति गर्छ जस्तो लाग्दैन मलाई। अथवा विकास गर्यो भने पनि विकास मतलब मान्छेको जीवनस्तरमा उन्नति भयो भने पनि देश जुन पहिचान हुन्छ नि, म नेपाली भन्ने त्यो त्यसमा गौरव गर्न सक्ने चाहिँ हुँदैन। किनभने हामी पहिला भनौँ न राजाको पालीमा भन्दा अहिले हाम्रो पर क्यापिटल इन्कम पनि बढी छ, सेवा सुविधा पनि हामीले राम्रो पाछौँ। स्कुलहरू थिएन, स्कुलहरू पनि टन्न खुलेको छ, मान्छेले पढ्न पाएको छ, हेल्थको लागि हस्पिटलहरू पनि टन्न खुलेको छ। यो दुइटै प्राइभेटाइजेसन गरेर बढेको हुन चाहिँ स्कुल पनि धेरै छ, हेल्थ पनि धेरै छ, तर स्कुल पनि महँगो छ, हेल्थ पनि महँगो छ होइन। किनभने यो दुइटै प्राइभेटाइजेसनले त प्रफिट नै खोज्छ होइन। अब प्रफिट धेरै आएपछि इन्भेस्टमेन्ट पनि बढी हुन्छ, त्यही भएर धेरै छ। अनि तर जो गरिब छ, अलिकति आर्थिक स्थिति कमजोर छ, उसले त त्यो राम्रो हेल्थ फेसिलिटी र राम्रो एजुकेसन पाएको छैन।
यद्यपि धेरैजना चाहिँ अहिले पहिलाको राजाको पालामा भन्दा सेवा सुविधा पनि बढी पाएका छन्। त्यसको प्रमुख कारण भनेको चाहिँ मेरो विचारमा रेमिट्यान्स नै हो। अब यहाँबाट मान्छेहरू सबैजना हरेक दुई तिन परिवारमा एक परिवारको कमसेकम एकजना चाहिँ बाहिर गएकै हुन्छ होइन। भन्नुको मतलब 30%भन्दा बढी फ्यामिलीको कमसेकम एउटा मेम्बर बाहिर गएको छ। त उसले पैसा पठाउँछ बाहिरबाट, अनि त्यसपछि हामीले खर्च गर्न सकेको छौँ। यहीँ उत्पादन भएर यहीँको जिडिपी बढेर होइन, यहीँ बसेको मान्छेको इन्कम बढेर चाहिँ त्यति भएको प्रगति भएको जस्तो देखिँदैन तथ्याङ्कमा हेर्दाखेरि। त्यस कारणले गर्दाखेरि अहिले विकास भए तापनि अब हामीले ल मिठो खान्छौँ, राम्रो घरमा बस्छौँ, राम्रो लुगा लगाउन पाउँछौँ, तर नेपाली हुनुकोमा गौरव फिल चाहिँ गर्न सकेन। ओह म नेपाली हुँ भनेर यो मान्छे नेपालको हो भनेर विदेशको मान्छेले पनि हामीलाई अलिकति इज्जतको नजरले हेर्दैन, अनि हामीले आफैले पनि त्यस्तो फिल गर्दैन। किनभने हामी नेपाली अहिले कस्तो भएको छ भने अहिले फ्री भिजा भन्दा नि कुनै युरोपको देशहरूले जुन अलिकति सम्पन्न छ उसले चाहिँ मान्छे ल सजिलैसँग आउन पाउँछ, ल तिमीहरू आऊ भनेर छोडिदियो भने आधाभन्दा बढी मान्छे बाहिरै जान खोज्छ, बढी नै जान्छन् होला। अब त्यही बुढाबुढीहरू जसले चाहिँ पहिला राजाको पालामा जो थिए, जो नेपाली हुनुमा गौरव गर्छन्, तिनीहरूले चाहिँ आफ्नो देश भनेर बस्छन्। जो यो नेताको पालिदेखि शासनमा चाहिँ आएका छन् तिनीहरूमा गौरव छ। यो नेताहरूले अब कति खबरै आउँछ भुटानी शरणार्थी भनेर बेच्छ, कहिले फ्री भिजा के अरे भिजिट भिजामा पठाएर उतै काम गर्न लगाएका छन्। अब त्यस्तो मान्छेले, त्यस्तो सरकार त्यस्तो लिडरको अन्डरमा बस्ने हामी जनताहरू के गौरव गर्छौँ? जसले चाहिँ त्यो मेरो लिडरले नै मलाई नै चाहिँ बेच्छ भन्ने लाग्छ भने अब त्यो त गौरव गर्न सक्दैन। अब हाम्रो बुवा मम्मीको बेलामा चाहिँ अब गाह्रै थियो होइन, गाह्रै थियो आर्थिक हिसाबले। अहिले जस्तो हामीले जस्तो पढ्न पाउनु भएको थिएन, सुविधा पाउनु भएको थिएन, तर पनि उहाँहरूलाई चाहिँ नेपाली हुँ भनेर गौरव हुन्छ। आफ्नो देश छोड्नु हुँदैन, आफ्नो देशमा बस्नुपर्छ भन्ने हुन्छ। हामीलाई अब कतै अमेरिका ल डिबी सबैलाई पऱ्यो भने जसलाई डिबी पर्छ त्यसले चाहिँ म जान्दिनँ भनेर भन्दैन हो। अनि त्यही भएर त अब नेपाली नागरिक त्यागेर अब भुटानी शरणार्थी बन्न नेताले त बनाउन खोजे, जनता पनि त तयार भयो नि। त्यही त, जनता पनि तयार भयो, किनभने त्यो अमेरिका जान पाउँथ्यो होइन। अब उता गएर अब त्यही हो, यता नेपालमा पनि जनता त्यस्तो जान खोजे। एउटा त जनतामा पनि आफ्नो देशप्रतिको त्यो छैन, अनि देशप्रतिको माया भनौँ अथवा त्यो गौरव वाला भावना, गौरव गर्ने भावना छैन। किनभने देशमा त्यस्तो लिडर भएन जसले चाहिँ विश्वास जगाउन सकोस्। ल हामी गरौँ। अहिले हर्क साम्पाङले जे काम गरिरहेको छ त्यस्तो किसिमको काम गरे पनि जे काम गरौँ, देश प्रगति हुन्छ। हामी बाहिरको किन त्यो ऋण किन ताक्ने, त्यो फिलिङ एउटा भएपछि त यङ छ देश होइन, डेभलप हुन त्यति टाइम लाग्थेन जस्तो लाग्छ। तर त्यो यङ इनर्जीलाई चाहिँ लिड गर्ने लिडर चाहिँ राम्रो भएन अहिले, अनि त्यस कारणले गर्दा त्यो लिडर चाहिँ एउटा राजा हुनसक्छ जस्तो लाग्छ मलाई होइन। किनभने राजाको त्यो उहाँले जुन जीवन जिउनु भयो, राजा भएपछि राज संस्था छोड्नु परेदेखि होइन, त्यही पनि देशमै बसेर देशकै अब जहिले कुरा गर्दाखेरि पनि देशकै भलोको कुरा, सबैजना मिलेर बस्नुपर्छ भन्ने कुरा, अब देशप्रति माया झल्किन्छ होइन उहाँको कुरामा। अब त्यस्तो लिडर भएपछि जस्तो बाउ त्यस्तै छोराछोरी हुन्छन् भन्छन् नि। अब कुनै घरमा चाहिँ अलिकति झगडा गर्ने, गाली गर्ने अभिभावक छ भने उसको छोराछोरीले पनि त्यस्तै भाषा सिक्छ, त्यस्तै कुरा गर्छ होइन। कुनै घरमा अलि सभ्य किसिमको त्यस्तो
अभिभावक छ भने उसको छोराछोरी पनि त्यही अनुसार हुन्छ। त्यस्तै हाम्रो देशको लिडर पनि अहिलेको राजा भन्नाले श्रीपाद ज्ञानेन्द्र जस्तो लिडर पायो भने सायद हामी सबैजनामा पनि त्यस्तै किसिमको भावना आउँछ देशप्रति। अब अहिले हामीले लिडर चाहिँ अब भनौँ न, जसले भुटान शरणार्थी बनाएर बेच्छ, जसले भिजिट भिसामा मान्छे पठाउँछ होइन, जसले यहाँ केही विकास निर्माणको काममा पनि कमिसन खोजेर आफ्नो पर्सनल बेनिफिट खोज्छ, त्यस्तो किसिमको लिडरको अन्डरमा बस्ने जनताहरू पनि देशको माया भन्दा पनि आफ्नै माया खोज्छन्। आफ्नै माया खोज्दाखेरि अब आफ्नो माया भने आफ्नो घर परिवारको, अनि देशको लागि किन बस्छन्, बाहिर जान्छन्। सकेसम्म आफ्नो घर परिवारलाई पनि उसलाई बाहिरपट्टि ल्याउनु मिल्छ भने बाहिर लग्छन्, मिल्दैन भने आफू उता काम गर्छन्, पैसा पठाउँछन्, बाहिरको सामान किन्यो, खायो, बस्यो, आए, रमाइलो राम्रो छ, पहिलाभन्दा प्रगति गरेका छौँ, धेरै पैसा कमाएको छौँ भनेर भन्यो। अनि तर भावना छैन देशप्रति, देशभक्तिको भावना छैन, गौरव छैन। मान्छे खान लाउन बस्न मात्रै त्यो पनि एउटा सुविधा, भौतिक सुविधा हो नि, त्योभन्दा पनि आफ्नो भित्र मानसिकता कस्तो छ, भावना कस्तो छ, त्यसले मान्छेको जीवनको क्वालिटी निर्धारण गर्छ। अब कोही गरिबै छ तर त्यो आत्मसम्मानको साथ राखेको छ, तर कोही अलिक धनी नै छ तर त्यो नेताको चाप्लुसी गरेर बसिरहेको छ भने त्यसको जीवनको स्तर जो आत्मसम्मान साथ बसिरहेको छ, दुई छाक खाना पाछ, रुखो सुखो खाना पाछ, सुत्नलाई घर छ, अब सेवा सुविधा सम्पन्न नभए पनि त्यस्तो छ, तर आत्मसम्मानको साथ बसेको छ भने उसको जीवन, उसको एक्सपिरियन्समा उसको जीवन चाहिँ राम्रो हुन्छ नि। नेताको चाप्लुसी गरेर बस्ने, अनि त्यसपछि जहिले पनि जी हजुर गर्ने, अनि उसले दिएको पैसाले मिठो खाना पाउँछ, राम्रो ठाउँमा सुत्न पाउँछ, मखमलको लुगा लाउन पाउँछ भन्दैमा उसको जीवन स्तर त राम्रो हुँदैन होइन। अनि त्यस कारणले गर्दाखेरि मलाई राजा नै ठिक लाग्छ। अनि अब यो राजाको आन्दोलन त अब अहिले चाहिँ अब कमजोर भएको देखियो। राजेन्द्र लिङ्गदेनजीले पनि अब एक तहको आन्दोलन सक्यो, अब अहिले स्थगित भयो जस्तो किसिमले कुरा गर्नुभएको छ। त यो आन्दोलन अब कमजोर हुनुको कारण चाहिँ के हो जस्तो लाग्छ? यो आन्दोलन कमजोर हुनुको कारण मलाई अब धेरै कारणहरू होला। सबैजना आन्दोलन एकजनाले, राजेन्द्र लिङ्गदेनजीले मात्रै गर्नुभएको होइन, धेरैजना शक्तिहरू एक ठाउँमा आएर गर्नुभएको छ होइन। उहाँहरूमा पनि आन्दोलन कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ एउटा म्युचुअल अन्डरस्ट्यान्डिङ भएन, प्रिपरेसन राम्रो भएन होला होइन, त्यो पनि हो। अनि त्यसपछि यो राजा ल्याउने आन्दोलन मात्रै होइन नि त, किनभने राजा ल्याउने आन्दोलन त हो, तर यो आन्दोलनको माग राजा मात्रै होइन, हामीलाई नेता चाहिएन, नेताको ठाउँमा राजा मात्रै हो त्यस्तो किसिमको होइन। यो देश बचाउने, देशमा एउटा राम्रो लिडर ल्याउने, अनि देशको मानसिकता नै चेन्ज गर्ने, हामी जुन दास मतलब सर्भेन्टवाला मानसिकता, बेचिन पनि तयार, भाग्न पनि तयार, जेसुकै गर्नु पऱ्यो पनि विदेश जान्छौँ हामी, अनि अलिकति पैसा भयो भने पुग्यो, यस्तोवाला मानसिकताबाट हटाउने, आम जनतालाई पनि त्यो गौरव दिने खालको सिस्टम ल्याउने, त्यसको लागि हो होइन। आफ्नो जुन हाम्रो कल्चर छ त्यसमा हामी गौरव गर्न सकौँ। हामीले बाहिरको कल्चर, बाहिरको डेभलपमेन्टले मात्रै हामीलाई मोहित नपारोस्। हामी आफै हाम्रो संस्कृति नै हाम्रो धन सम्पदा हो, हाम्रो धन हो। हामीले आफ्नो संस्कृति देखाएर, हामी आफ्नो संस्कृतिमा बाँचेर नै कति टुरिस्टलाई एट्र्याक्ट गरेर त्यसैबाट हामी आफ्नो आर्थिक उन्नति पनि गर्न सक्छौँ। यस्तो कुरा फिल गराउने त्यो प्रत्येक नेपालीले, प्रत्येक नागरिकले, त्यस्तोको लागि हुनुपर्ने हो यो आन्दोलन।
हुनुपर्ने थियो, तर चाहिँ हाइलाइट चाहिँ खालि राजा ल्याउनुको लागि मात्रै हो भने जस्तो गरेको गरियो नि त। अनि त्यस कारणले गर्दाखेरि धेरैजना मान्छे यसमा अगाडि आएनन् होला। अनि त्यस कारणले गर्दाखेरि चाहिँ जति सुरुमा प्रिपरेसन गरेर हप्ता दिन 7 दिन जति मान्छेलाई यति दिन गर्ने भन्ने मानसिकता ल्याएको थिए त्यति दिन चल्यो। त्यसपछि अब सबैजनाको आफ्नो आफ्नो काम हुन्छ, आफ्नो आफ्नो ठाउँमा जान्छन्। अब आन्दोलन नै गरेर बसिरहेको जनता नै आइराखेनन् लामो समयसम्म जनता नै आइराखेनन्। अनि त्यस कारणले गर्दाखेरि अब त्यो बिस्तारै बिस्तारै गयो, छुट्टिँदै गयो। त्यस कारणले गर्दाखेरि अब यो राजा ल्याउने भन्दा पनि हरेक नागरिकको लाइफमा चेन्ज ल्याउने आन्दोलन हो भन्ने फिल गराएको भए अलिक बढी मान्छे अलिक बढी पक्ष राजा पहिल्यैदेखि राजाको समर्थन गर्ने पक्षहरू मात्रै नजोडिएर राजाको समर्थन पहिला गरेको थिएनन्, तर देशको माया भएको हरेकजना, चाहे त्यो जुनसुकै पार्टीमा जुनसुकै धर्ममा लागेको मान्छे भए पनि तिनीहरू आएर आन्दोलन गरेको भए सायद हुन्थ्यो होला। अब त्यस्तै प्लान गर्दै हुनुहुन्छ होला यो जसले आन्दोलन गर्नेहरूले। अब फेरि अनि त्यो मात्रै भएर पनि भएन। अनि त्यसपछि यो बिचमा चाहिँ राजा स्वयंले पनि यो आन्दोलन मैले हेरिरहेको छु, यस्तो आन्दोलन अब त्यो त्यति चर्किएन एउटा त होइन। अनि त्यो राजा बोल्नु भएन होला, तर राजाले पनि केही बोलेको भए आन्दोलनको बारेमा अथवा यस्तो आन्दोलन भइरहेछ, ल हामी कुरा गरौँ सबैजना, अनि के गर्ने हो, कस्तो सिस्टममा देशलाई राख्ने, राज संस्था पनि हटाउने, पार्टीहरू पनि हटाउने, सिस्टममा राख्ने कि राज संस्थालाई हटाउने नै हो कि होइन, अब पार्टीहरूलाई नै हटाउने हो कि के गर्ने, सबैजना छलफल गरौँ भनेर राजाबाट आह्वान हुनु पर्थ्यो। यस्तो राजाबाट भएको भए पार्टीहरूले गर्नै पर्थ्यो, किनभने नगरेपछि अझ जनताले दबाब दिन्थ्यो होला। तर राजाले पनि त्यति आह्वान यो बेलामा चाहिँ गर्नु भएन। आफ्नो नर्मल जुन बेलामा आफ्नो सन्देश दिनुहुन्छ त्यो बेलामा चाहिँ आउनु साथ दिनुहोस् भनेर भन्नुभयो। अब साथ त दिने, कता गएर दिने साथ, कसरी दिने होइन। ल त धन्यवाद।